कोनिचिवा मिनासान, वेलकम टु जापानिज भाषा। आज चाहिँ हामी लेसन 4 को पार्ट 2 को ग्रामरमा छौं है त। आजको ग्रामरलाई सुरु गरौँ है त। आजको ग्रामरमा छ नानी नानी दे आरु, और यो आरु भनेको सर्ट फर्म अफ आरिमास हो है त। यो नानी नानी दे आरुलाई चाहिँ हामीले देश और दा भनेर पनि पढेका छौं। अब यो देश र दा चाहिँ बोलीचालीमा एकदम धेरै प्रयोग गरिन्छ भने यो दे आरु भन्ने कुरा चाहिँ बोलीचालीमा प्रयोग नभई लेखिएको लेखहरू, रिपोर्ट, निबन्ध, न्यूज, थेसिसहरुमा चाहिँ एकदमै बढी प्रयोग गरिन्छ। र हामीले के बुझ्न पर्छ भन्दा देश र दा भन्दा यो दे आरु चाहिँ अलि बढी गम्भीर भाव प्रकट गर्छ। यसको फर्मेसनमा कस्तो छ भने ना एक्जेक्टिभ र नाउनको पछाडि डाइरेक्ट दे आरु प्रयोग गर्न सकिन्छ भने भबकोमा चाहिँ ते फर्ममा लगेर इरु प्लस नोदे आरु भनेर प्रयोग गर्न सकिन्छ। जस्तै इक्जाम्पलको लागि हेरौं, इस्यादेश भनेको डाक्टर हो, त्यसैलाई इस्यादे आरु भनेको पनि डाक्टर हो भन्न खोजेको। त्यसरी नै इस्यादे आरिमासिता और आत्ता भनेको चाहिँ डाक्टर थियो। भबकोमा नेगाते इरु नोदे आरु भनेको चाहिँ केही चाहिरहेको छ, विश गरिरहेको छ भनेर बुझ्न सकिन्छ। ल अब बुकमा रहेको केही इक्जाम्पल सेन्टेन्सहरुलाई हेरौँ है त। इचिबान मिति कुदासाई, चिक्क्युवा उच्चिउदे मोत्तोमो उचुकुसी होसिनो हितोचुदे आरु। यो पृथ्वी चाहिँ ब्रह्माण्डमा भएको सबैभन्दा सुन्दर ग्रहहरू मध्ये एक हो। सोरेकारा निभान मिति कुदासाई, निजिउ सेइकिवा सेन्सोनो सेइकी देआत्ता। यो 20औं शताब्दी चाहिँ युद्धको शताब्दी थियो। निजिउ इची सेइकिवा हेइवा दे आत्ते होसी। यो 21औं शताब्दी चाहिँ शान्तिको शताब्दी होस् भन्ने चाहन्छु। सोरेकारा सान भन्मिते कुदासाई, सेखाइ जिउनो हितो बितोगा हेइवा ओ नेगात्ते इरुनो देआरु। यो विश्वभरिका मानिसहरू चाहिँ शान्तिको कामना गरिरहेका छन् अथवा इच्छा गरिरहेको छन् भनेर बुझ्न सकिन्छ। ओके, अब हाम्रो नेक्स्ट ग्रामर पोइन्ट रहेको छ सस्पेन्डेड फर्म, जसलाई चाहिँ हामीले ते फर्म भनेर N5 को लेसनहरुमा पढिसकेका छौं। अब त्यस ते फर्मलाई बोलीचालीको रूपमा अथवा लेखहरुको रूपमा चाहिँ कसरी प्रयोग गरिन्छ भन्ने बारेमा चाहिँ हेरौं। ल यहाँ हेर्न सक्नुहुन्छ यो ग्रामर 6 मा। ओके, यसको फर्मेसनमा जाम है त। यसको फर्मेसनमा सबैभन्दा पहिला भबलाई हेरौं। भबको मास फर्ममा रहेको भबलाई चाहिँ त्यसको मास काट्ने अनि कन्टिन्यू गर्ने। जस्तै हामीले पहिला पढिराखेको छौं, बिहान उठेर कफी पिएर सावर गरेर अफिस जान्छु भन्नेलाई हामीले ते फर्ममा चाहिँ कसरी पढाएको थियौं भन्दा आशा ओ किते कोही ओ नोन्दे स्यावा ओ आबिते खाइस्याए इकिमास भनेर पढाएको थियौं भने अब आएर हामीले कसरी पढ्छौं भने आशा ओ कि कोही ओ नोमी स्यावा ओ आबी खाइस्याए इकिमास भनेर पढ्छौं। सो यसको मतलब के भयो भन्दा हाम्रो ते फर्ममा नलगिकन मास फर्ममा रहेको भबको मास मात्रै हटाउँदाखेरि यसको मिनिङ चाहिँ यसरी एर अथवा साथै भन्नेमा जान्छ। ओके, अनि भबको ते फर्म प्लस इमास छ भने त्यसलाई चाहिँ हामीले भबको ते फर्म प्लस ओरी भनेर चेन्ज गर्छौं, किनभने ओरीमास इमासको ओरीमास हुन्छ र त्यो मास फर्म हटाएर ओरीमा मात्रै पुग्छ भनेर बुझ्नुहोस्। अब यी एक्जेक्टिभलाई हेरौं। यी एक्जेक्टिभमा चाहिँ हामीले चेन्ज गर्ने बेलामा यी हटाएर यी को पछाडि कुते लाग्छ भनेर पढाएको छौं। जस्तै यो बियर चिसो भएर मिठो छ भन्न पर्यो भने कसरी भन्नुहुन्छ, कोनो बिरुवा चुमेता कुते ओइसिदेश भनेर पढ्नु भएको थियो होला। अब यसलाई चाहिँ तपाईको के गर्न सकिन्छ भने एन्ट्रीमा आएर चाहिँ यो कुतेको पनि अझ ते काटेर कु मात्रै राख्नु भए पनि हुन्छ। जस्तै कोनो बिरुवा चुमेताकु ओइसिदेश मात्रै भन्न सक्नुहुन्छ। ओके, त्यसरी नै ना एक्जेक्टिभ र नाउनको पछाडि चाहिँ हामीले दे मात्रै लगाएर प्रयोग गरिन्छ। कोनो ओतो कोनो हितो वा हान सामुदे काक्कोइ हितोदेश। यो केटा चाहिँ एकदम ह्यान्डसम भएर एकदम कुल व्यक्ति हो भनेर पढेका छौं हामीले, त्यसरी नै प्रयोग गर्न सकिन्छ। सो ना एक्जेक्टिभ र नाउनमा चाहिँ दे मात्रै प्रयोग गरिन्छ। ओके, ल अब बुकमा रहेको केही इक्जाम्पल सेन्टेन्सहरुलाई हेरौँ है त।
इचिबान मिते कुदासाई सेखाइनो वा खामोनोगा आचुमारी खान्क्यो मोन्दाइनी चुइते हानासी आत्ता विश्वका युवाहरू भेला भएर चाहिँ वातावरणको समस्याहरू बारे चाहिँ छलफल गरे निबान मिते कुदासाई होक्काइदो नो शिचिगाचु नो मास्युको वा फुखाकु आओकु शिजुखादे एनो योनी उचुकुसिकात्ता यो जुलाई महिनाको होक्काइदोको मास्यो जुन ताल छ त्यो ताल चाहिँ एकदम गहिरो अनि नीलो शान्त र चित्र जस्तै सुन्दर थियो सानबान मिते कुदासाई टोकियो निवा सामाजामाना कुनिनो हितोका सुन्देउरी गाईको कुगो ओ किकु किखाइगा ओइ टोकियोमा धेरै देशका मानिसहरू बस्छन् त्यसैले विदेशी भाषा सुन्ने अवसर चाहिँ धेरै हुन्छ अथवा बस्ने भएर पनि भन्न सकिन्छ ओके योन भान मिते कुदासाई वाखाइको रोवा ओखानेमो सिगोतोमो नाकु सेइखाचुवा कुरुसिकाता सिखासी युमेगा आत्ता जवान हुने बेलामा पैसा पनि काम पनि थिएन हैन अथवा नभएर सेइखाचु चाहिँ जीवनयापन गर्न चाहिँ के थियो त कठिन थियो तर सपना चाहिँ थियो ओके ल अब हाम्रो नेक्स्ट ग्रामरमा रहेको छ नानी नानी ता गारु और गारीमास अनि नानी नानी ता गात्तेइमास और गात्तेइरु हामीले N5 को लेसन 13 मा भबको ताई फर्म पढेका छौं जसमा चाहिँ आफूले केही कार्य गर्न चाहन्छु भन्ने अर्थ लाग्दाखेरि चाहिँ प्रयोग गरिन्थ्यो जस्तै उदाहरणको लागि वातासी वा निहोन्गो बेन्क्यो सिताइ देश म चाहिँ जापानिज भाषा अध्ययन गर्न चाहन्छु तर आज चाहिँ अरु कुनै व्यक्तिको इच्छा मनसाय भावना अथवा चाहनाहरूलाई चाहिँ वर्णन गर्दा यो गारु प्याटर्नको प्रयोग गरिन्छ अब तपाईले यसरी बुझ्नुस् कि अरूलाई हेरेर उनीहरूको बोली अथवा व्यवहारबाट अनुमान गरेको इच्छालाई चाहिँ जनाउँदाखेरि यो प्याटर्न प्रयोग गरिन्छ यसमा तपाईले याद चाहिँ के गर्नुपर्छ भन्दा आफ्नो लागि चाहिँ प्रयोग गरिदैन आफ्नो लागि चाहिँ हामीले पहिला लेसन 13 मा पढेको जस्तै ताई फर्म प्रयोग गरिन्छ ल अब यो ग्रामरको फर्मेसनलाई हेरौँ है सबैभन्दा पहिला भबमा जाउँ भबको स्टिन फर्म और मास फर्मको त्यो मास हटाएर जुन बाँकी रहन्छ त्यो फर्मको पछाडी चाहिँ ता गारु और ता गात्तेइरु प्याटर्न प्रयोग गरिन्छ जुन चाहिँ प्रेजेन्ट फर्मको लागि त्यसरी नै स्टिम भबको पछाडी ता गात्ता आयो भने पास्ट फर्मको लागि र नेगेटिभको लागि चाहिँ ता गारा नाइ प्रयोग गरिन्छ जस्तै बेन्क्योसिमासको बेन्क्योसी तागारु इकिमासको इकी तागारु मिनिङ एउटै भयो तर इकिमास आफू जान्छु भन्ने भयो भने इकिमा के रे इकी तागारु उ जान चाहन्छ भन्ने सेन्समा प्रयोग गरिन्छ ओके एक्जाम्पलको लागि हेर्नुहोस् खानोज्योवा निहोन्गो ओ बेन्क्योसी तागारु और सितागारीमास उनले चाहिँ जापानिज भाषा अध्ययन गर्न चाहन्छिन् त्यसरी नै अब एक्जेक्टिभलाई हेरौँ है त ई एक्जेक्टिभमा चाहिँ ई हटाउने र ना एक्जेक्टिभमा चाहिँ अब यथावत नै ना नजोड्ने भन्न सकिन्छ ओके नालाई इन्क्लुड नगरिकन पछाडी गारु और गारीमास प्रेजेन्ट फर्मको लागि गात्ता पास्ट फर्मको लागि भने गारा नाइ चाहिँ हाम्रो नेगेटिभ फर्मको लागि प्रयोग गरिन्छ जस्तै इताईको इता गारीमास ई हटेर त्यसरी नै होसीको होसी गारीमास अनि ना एक्जेक्टिभको किराईको चाहिँ किराई गारु प्रयोग गर्न सकिन्छ ओके ल अब बुकमा रहेको के एक्जाम्पल सेन्टेन्सहरुलाई हेरौँ है त इचिबान मिते कुदासाई कोदोमो वा तोमोदाचीगा मोत्ते इरु नो तो ओनाजी मोनो ओ होसी गारीमास बच्चाहरूले चाहिँ साथीले प्रयोग गरिरहेको जस्तै कुरा लिन चाहे जस्तो देखिन्छ निभान मिते कुदासाई हाहा वा जिसिन्नो न्युज हो कि कुतो तोतेमो फुवान गारीमास आमाले चाहिँ भूकम्पको समाचार सुन्दा बित्तिकै एकदमै चिन्तित हुन्छन् और चिन्ता भएको जस्तो देखिन्छ सानबान मिते कुदासाई चिची वा आतारासी सेहिन्गा देरुतो सुगुनी खाइ तागारीमास बुबाले चाहिँ नयाँ सामान बजारमा निस्किने बित्तिकै तुरुन्तै किन्न चाहनुहुन्छ और चाहे जस्तो देखिन्छ उहाँको मनसाय आफूले बुझे जस्तो गरेको है त यो चाहिँ योन मान मिते कुदासाई साइकिन केक्कोन सितागारा नाइ वाखा मोनोगा
फुएतेइमास। आजकल विवाह गर्न नचाहने यङ मान्छेहरू चाहिँ बढिरहेको छ भने जस्तो सेन्समा जान्छ। ओके, अब त्यसै गरी यो 7 नम्बरमा रहेको ग्रामरको नेक्स्ट प्याटर्न ता गात्तेइरुलाई हेरौँ है त। यो प्याटर्न चाहिँ अहिले पनि अथवा वर्तमान अथवा पास्टमा पनि कुनै कुरा कन्टिन्युसली चाहिरहेको छ भन्ने निरन्तरता देखाउँछ। हामीले इङ्ग्लिसमा बुझ्दाखेरि प्रेजेन्ट कन्टिन्युस टेन्स और पास्ट कन्टिन्युस टेन्सको बेलामा चाहिँ प्रयोग गरिन्छ। यसरी बुझौँ कि देखिरहेको वा अनुभव गरिरहेको भावना व्यक्त गर्नलाई चाहिँ यो ता गात्तेइरुको प्रयोग गरिन्छ। अब यसको प्याटर्नलाई हेरौँ है त। यो प्याटर्न पनि हामीले योभन्दा अगाडि 1 नम्बरमा पढेको जस्तै गारुको सट्टामा गात्तेइरु प्रयोग गरिन्छ। जस्तै स्टिम भर्बको पछाडि ता गात्तेइरु, ई एक्जेक्टिभमा ई हटाएर गात्तेइरु र ना एक्जेक्टिभमा चाहिँ यथावत नै गात्तेइरु प्रयोग गरिन्छ। जस्तै केही इक्जाम्पलको लागि हेर्न सक्नुहुन्छ। गाकुसे ताचिवा निहोन्डे हाताराकी ता गात्तेइरु। विद्यार्थीहरू चाहिँ जापानमा काम गर्न चाहिरहेको छ। खारे वा आइफोन जिउ नाना ओ होसी गात्तेइरु। उसलाई चाहिँ आइफोन 17 चाहिरहेको छ। ओके, अब बुकमा रहेको केही ग्रामर सेन्टेन्सहरूलाई हेरौँ है त। ओके, इचिबान मिते कुदासाई मुसुको वा आतारासी देन्ची जिस्यो ओ होसी गात्तेइमास। छोरालाई चाहिँ नयाँ इलेक्ट्रोनिक डिक्सनरी चाहिँ चाहिरहेको छ। निबान मिते कुदासाई तारो कुन वा सिआइनी माकेते तोतेमो जान्नेन गात्तेइमास्ता। तारो कुनले चाहिँ म्याच हारेर एकदमै दुःख महसुस गरिरहेको थियो अथवा दुखी थियो। यो चाहिँ हजुरको पास्ट कन्टिन्युस टेन्समा प्रयोग गरियो। त्यसरी नै सानबान मिते कुदासाई मुसुमे वा खास्युनी नारीता गात्तेइमास। छोरी चाहिँ सिङ्गर बन्न चाहिरहेको छिन्। त्यसरी प्रयोग गर्न सकिन्छ। ओके, अब हाम्रो यस लेसन 4 मा रहेको लास्ट ग्रामरमा रहेको छ नानी नानी कोतो नानी नानी वा नानी नानी तोयु कोतो नानी नानी। यो चाहिँ कुनै घटना, तथ्य, जानकारी, अवस्था, नियम, विचार आदि वाक्यलाई नाउनमा चेन्ज गर्दा प्रयोग गरिन्छ। यसको फर्मेसन चाहिँ भर्बको प्लेन फर्मको पछाडि कोतो और तोयु कोतो अनि पार्टिकल पछाडि प्रयोग गरिन्छ भने ना एक्जेक्टिभमा चाहिँ ना कोतो और दे आरु कोतो अनि पार्टिकल प्रयोग गरिन्छ। हामीले यो सेन्टेन्सको पछाडि प्रयोग गरिने कोतोले चाहिँ तथ्य, नियम, अनुभव वा कर्तव्य जनाउँछ भने यो सेन्टेन्सको पछाडिको तोयु कोतोले चाहिँ त्यो कुरा वा त्यो तथ्य भनेर चाहिँ अझै जोड दिन्छ। प्राय एक्सप्लेनेसन, रिपोर्टिङ अनि रियलाइजेसनहरूमा चाहिँ बढी प्रयोग गरिन्छ। अब हजुरले यसरी बुझ्नुहोस् कि यो कोतो भन्दा तोयु कोतोले चाहिँ उक्त कुराको एकदम स्ट्रङ मिनिङ चाहिँ जनाउँछ। जस्तै मिलन सान वा निहोन ए इकु कोतो वा सित्तेमास्का। मिलनजी जापान जाने कुरा थाहा छ। त्यसरी नै मिलन सान वा निहोन ए इकु तोयु कोतो वा सित्तेमास्का। मिलनजी चाहिँ जापान जान्छ भन्ने कुरा थाहा छ। अब यसले चाहिँ मिलनजी जापान जाने कुरामा चाहिँ अलि बढी जोड दिएको कुरा देखाउँछ। त्यसै गरी केही अझै एक्स्ट्रा इक्जाम्पल हेर्नुहोस्। सोनम सानगा निहोन ए इत्ता कोतो हो सित्तेमास्का। सोनमजी चाहिँ जापान गएको कुरा थाहा छ। त्यसरी नै निहोन्डे हाताराई तेकारा निहोन्गो वा तोत्तेमो ताई सेचुदे आरु कोतो वकारिमास्ता। जापानमा काम गरेपछि चाहिँ जापानिज भाषा एकदमै महत्त्वपूर्ण छ भन्ने कुरा बुझे। अब बुकमा रहेको केही इक्जाम्पल सेन्टेन्सहरूलाई हेरौँ। इचिबान मिते कुदासाई केइताई देन वागा बेन्डी ना कोतो वा मितो मेरुगा नाकुते वा नारानाई मोनो देवानाई। यो स्मार्टफोन चाहिँ एकदम सुविधाजनक हो भन्ने कुरा चाहिँ के छ त म मान्छु, तर यो नभए जीवन चल्दैन भन्ने कुरा चाहिँ होइन। त्यसरी नै निबान मिते कुदासाई कोनोसीमा नि कुकोगा चुकुरारेरु कोतो नि चुइते दो मोइमास्का। यो टापुमा एयरपोर्ट निर्माण हुने कुराको बारेमा चाहिँ के सोच्नुहुन्छ? सानमान मिते कुदासाई दाइगाकु ओ देते हितोरिदे सेइखाचु सिते मिते गेन्जिचुवा किबिसी तोयु कोतो सित्ता। यो युनिभर्सिटी सकेर एक्लै बसी हेर्दा चाहिँ यो वास्तविकता त लास्टै कठिन अथवा कडा हुन्छ भन्ने कुरा थाहा पाए। योनमान मिते कुदासाई आनाता हो इचिबान आइसिते इरुनो वा गोर्यो सिन्दातो यो कोतो ओ वासुरे नाइदे कुदासाई। तपाईलाई सबैभन्दा धेरै एकदमै धेरै माया गर्ने व्यक्ति भनेको तपाईको प्यारेन्ट्स अथवा बाबा आमा हुन् भन्ने कुरा नबिर्सिनुहोस् भनेर भनेको छ। ओके।